हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियो। यस्तो है हामी आजको भिडियो बनाए भिडियो मम्मी मेरो बोका आज पुर्ने अर्को बोका यहाँ चाहिँ बाख्राहरू छ। आज मुनि मुना यहाँ दुईवटा मुना चार बच्चा। आज चाहिँ हामी कता जाने, यसलाई लिएर जाने, यसलाई चिरेक्क बनाइदिने, चिरिम बनाइदिने चिरिम। त अर्को पालि हो त्यस पालि हेर्नु अर्कै हो। अहिले हामी चाहिँ मसँग स्टार्ट हाल्दैन सुनाउनु तपाईँलाई उसको डे लगाएर मैले फर्स्ट टाइम देखाएको। यहाँ हान्यो कोले फुटाएको, यहाँ मैले फुटाएँ है। अरू चिज नि छ, अभी तो रुको, टाइमर्स अभी बाकी है। फुट्यो के चाहिँ फुटाएर मैले स्टार्ट भइसक्यो है। अझै मेरो चाहिँ खाना चाहिँ तेल चिरिरहेको थियो। लक्खा स्टार्ट बन्द भयो, तेल नि खाएर स्टार्ट नगर अनि पानी जान्छ। सुधा गरेर अनि हामी जाने पूजा कार्यक्रम चल्दा पूजा ल हामी निस्किने यहाँ। हामी चाहिँ भान्सा रुम है। यहाँ चाहिँ हाम्रो गोठ भन्छ। गोठ भन्दाखेरि को कोलाई थाहा हुन्न, बसिन धारोलाई बस्ने धारा बस्नेलाई चाहिँ के गोठ भने यो हामीलाई मलाई थाहा, गाउँमा बस्नेलाई त थाहा हुन्छ। चिसो आगो छ, आगो हालेको छ। यहाँ चाहिँ हाम्रो ब्युटिफुल चल्लाहरू। बुट्टुफुल भने जस्तै उयो त्यहाँ चाहिँ हाम्रो कुकुर स्यामी चुन्डु है। मात्रै पोजिसन देखाएर त्यही छ। अहिले एकछिन भेटौँ न है। पूजा को रुनी मान्छे, यो रुनी मान्छे हो गाइस। एउटा केही कुरामा रुनी मान्छे यस्तो हुन्छ। एकछिन रोयो गाइस, मेरो बहिनी एकछिनमै रोयो। आज हामी यसलाई हाने जा बङ्गा हान्ने जा हाने। अब खुसी जानु त बाँध्ने केले। हामी आइसक्यो माथि है, बोका लिएर हामी नाच छैन तिरेर जान्छौँ। उसको मैले पुरा आइसकेँ माथि, लिएर त जानु पऱ्यो घरसम्म। अहिले देखाउँछु यस पनि त्यो रामको काम धेरै गरेको डेडीलाई चिडाइ
अनि चाहिँ हामी फेरि मास्तिर हामी त्यो बाटो अक्लुडिङ बाटो भन्दा नि हुन्छ तल चाहिँ हाम्रो स्कुटी उहाँ तल गाडीले गर्दा केही दिनु भएन मम्मी कता हो मन्दिरमा आइसक्यो हामी गयो भाले उता एउटा भाले मन्दिर है शिव मन्दिर तल एउटा मन्दिर छ यस्तो छ घारी वरिपरि घारी छ त्यहाँनिर मन्दिर छ पूजा गर्दै इस्यु धर्म माने त्यसले जी है बुझ्दैन त्यही हो त्यहाँ राख्छ छोड्न नि मिल्ने लिन नि मिल्ने कसो मन लागेको ठिक छ पहिला पहिला कुकुरे पुल भन्ने पनि अहिले त अब त्यो उदैन राख्छ बाबुले त्यहाँ एउटा कलेज भट्टाभट जिङ खोइ आयो बाला खै त्यतिले पुग्दैन आँटेन नि क्या हो हेर्दैन सधैँ काका लाइट सुन्दर लाइट चाहियो नि मनाउन पहिला लाउनु न पहिला यो गर्नु अनि जानु नि त्यो यो गर्दैन अनि त जानु हाम्रो पनि काट्नु
काटेर मात्रै छोडिदिएको छ त्यो परिस्थिति बोल्छ काटिसकेको अवस्था है काटेको टावर मम्मी खिच्ने खिच्ने काट्यो काटिसक्यो बुझ्यो त्यहाँ सानी त्यहाँ बस ल यो हो काका कुखुरा ती बसै न आइज त गर्नु जाने के नखाने ए तिरपान ए बस पर्छ खान टिका लगा हालिहाल्छ त्यो छेउछाउ वरिपरि हालेर गर्न बोरामै छ अहिले नसमाल्नु नि त के गरिरहेको छ पानी हाल्दै पानी अरे मुखबाट रवादर गर्ला पानी पानी खाएर उजेर यही राखे पानी चाहिन्छ अहिले